हाई एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ मेरो डे अफ र आज चाहिँ छुट्टीमा यहाँ पार्क ग्यालन पार्क घुम्न आएको। अनि एकदमै बोरिङ डे भइरहेछ, साथीहरू पनि नभएर हो। एकदम बोरिङ डे छ हो। तपाईँहरूलाई अलिकति यहाँको भ्युज देखाइदिउँ है, कस्तो लाग्छ तपाईँहरूलाई। यो चाहिँ ठुलो पार्क छ। यहाँ चाहिँ एकदम बेसी प्लान्ट्सहरूले गर्दा एकदम शीतल हुन्छ है, एकदम रमाइलो हुन्छ यहाँ। तर आफ्नो साथीहरू छैन भनेर चाहिँ बोर लाग्दो रहेछ। अनि तपाईँलाई यहाँबाट ब्याक क्यामेरा गरेर अलिकति भिडियो देखाउने छु है। यो चाहिँ त्यही कारणले गर्दाखेरि चाहिँ एक्लै हुन्छु र एक्लै हुनुको कारणले चाहिँ हामीलाई एक्लै घुम्न आउनुपर्छ। एक्लै घुम्न आउँदाखेरि चाहिँ यति साह्रो चाहिँ बोर हुन्छ साथीहरू, के भन्नु। अब यहाँ चाहिँ अब यतिको वातावरण छ भनेर चाहिँ अलिकति रमाइलो लाग्छ। अब हप्ता दिनको कामको बाद चाहिँ जुन चाहिँ डे अफ हुन्छ त्यो डे अफमा चाहिँ अलिकति रेस्ट पाइन्छ होइन। अनि एकदमै रमाइलो छ यो ठाउँ। हुनु त तपाईँलाई धेरै राम्रो जग्गाहरू देखाउनु छ, तर टाढो टाढो छ है। अनि यो चाहिँ अब यहाँ चाहिँ तपाईँले वाटरफल हेर्नुहुन्थ्यो होला त्यहाँनिर हो। त्यहाँ चाहिँ म लानेछु तपाईँहरूलाई, अब हेर्दै गर्नुहोस् होला है। यो चाहिँ ग्यालन पार्क हो र यहाँको चाहिँ एकदमै मन परेको ठाउँ भनेको नै यो हो। एकदम मनपर्छ मलाई यो हरियाली भएको ठाउँ हो। यहाँ चाहिँ एकदमै रमाइलो छ यो पार्क चाहिँ। बेसिकली यहाँ राति चाहिँ राम्रो लाग्छ कि आउनु, तर राति चाहिँ अब भिडियोहरू गर्नु अलिकति अप्ठ्यारो पर्छ अँध्यारो भएर है। अनि यो चाहिँ यहाँको भ्यू हो साथी हो होइन। यति रमाइलो ठाउँ छ यहाँ। फाइनली तपाईँलाई मैले त्यो ठाउँ चाहिँ देखाउँछु भनेर आएको है। यो चाहिँ एकदम पिस भनेको मोस्ट इम्पोर्टेन्ट ठाउँ चाहिँ यही हो मलाई मनपर्ने। अनि यति धेरै ग्रिन छ नि यहाँनिर। मलाई चाहिँ यहाँ आएपछि चाहिँ एकदम मेरो दार्जिलिङको सिक्किमको मेरो घरको याद आउँछ कि हरियो परियो देखेर है। यहाँ चाहिँ एकदम मन परेको भनेको यही प्लेस हो, एकदम रमाइलो छ। यो चाहिँ हो यहाँको मोस्ट ब्युटिफुल भ्युज है। अनि यहाँ चाहिँ तपाईँहरूलाई मैले देखाउनु लागेको भनेको यो हो। अनि यहाँबाट चाहिँ म सुट गर्दैछु, अनि हजुरहरूले पनि हेर्नुहोस् है। यो चाहिँ हो सुट गरेको मैले। मजाको निन्द्रा लाग्छ नि यहाँ आएर बसेर हो। घर गएर हो गर्ने यहाँ चाहिँ आउनु भएन फेरि पनि आउनु छ तपाईँको माझमा नयाँ नयाँ भिडियो लिएर है। त्यो फेरि भेट्नु छ अर्को डे अफमा। बाई बाई।